अब यो टिभीमा के छ भनेदेखि ब्ल्याक स्क्रिन आउने भएर हामीले लिएर आएको। म यसलाई पावर दिएर हेर्छु फर्स्ट अफ अल के समस्या छ भन्ने कुरा हामीले हेर्नेछौँ। यसलाई सबभन्दा सुरुमा पावर दिइसकेपछि के छ यो सेटमा कुनै पनि पावरको इन्डिकेट छैन, तर यसमा भित्र साउन्ड आइसकेको छ। यो साउन्ड आउनु भनेको के हो, यस्तो खालको कालो स्क्रिन हुनु, ब्ल्याक स्क्रिन आउनु, कुनै पनि पिक्चरहरू यसमा नदेख्नु, कुनै ग्राफिकहरू नदेखिने। कुनै पनि साइजको टिभीमा यस्तो खालको समस्या छ भने इलेक्ट्रोनिक्स लाइटको 100% समस्या हुन्छ। त्यसले गर्दा म यसलाई खोलेर इलेक्ट्रोनिक्स लाइट चेक गर्छु, साँच्चै यसमा इलेक्ट्रोनिक्स लाइट समस्या छ या छैन भन्ने कुरो। यो टिभी अन छ, टिभी कसरी अन छ भन्ने कुरो थाहा हुन्छ भने यहाँनिर एउटा अप्टिकल बल्ब छ। यो अप्टिकल रेड लिड बल्नु भनेको टिभी यो बोर्ड ठिक छ, बोर्डमा कुनै पनि समस्या छैन, तर यसको आन्तरिक कुनै समस्या छ। अब त्यसलाई हामीले रिपेयर गर्छौँ। रिपेयर गर्नलाई म कन्टिन्यू अगाडि जान्छु। रिपेयर अब हामीले गर्नेछौँ। सबभन्दा सुरुमा हामीले यसको ब्याक कभर खोल्छौँ। सबभन्दा सुरुमा यसको सावधानीपूर्वक ब्याक कभर खोल्नुपर्ने हुन्छ, किनभने यो नट बोल्ट सिस्टमको होइन, यो सबै लक सिस्टमको हो। लक सिस्टम भइसकेपछि यसको ब्याक कभर खोल्छौँ। ब्याक कभर खोल्दा यो तल्लो भागमा स्क्यानर भाँचिने अथवा च्यातिने बिग्रिने चान्सेस बढी हुन्छ। यसलाई सधैँ सावधानीका साथ खोल्नुपर्ने हुन्छ। त्यसले गर्दा यो नबिग्रियोस्, ताकि हामीले खोल्ने क्रममा पनि सावधानी भएन भने यो बिग्रिने चान्सेस हुन्छ। त्यसरी ब्याक कभर खोल्यो। ब्याक कभर खोलेसँगै के हुन्छ, हामीले अब फर्दर चिजहरू चेक गर्छौँ। सुरुमा हामीले यसको एसेसरिजहरू सुरक्षितसँग निकाल्नेछौँ। जस्तै यो स्पिकर हो, स्पिकरलाई हामीले निकाल्यौँ। यसको डिस्प्ले निकाल्नुपर्ने हुन्छ। डिस्प्ले निकाल्नको लागि हामीलाई यसरी के गर्नुपर्ने हुन्छ भने अगाडि फर्काएर राख्छौँ। अगाडिपट्टिबाट हामीले के गर्छौँ त डिस्प्ले खोल्छौँ। डिस्प्ले खोल्नको लागि यसरी राख्यौँ। हामीले यो डिस्प्लेलाई कभर गर्ने, डिस्प्लेलाई सपोर्ट गर्ने यो एउटा कभर खोलिसकेको छौँ, देख्न सकिन्छ। योले डिस्प्लेलाई सपोर्ट गर्ने कभर हो। यो डिस्प्ले खोल्नको लागि एकदमै सावधानी अपनाउनु पर्ने हुन्छ। यदि डिस्प्ले यो हामीले निकाल्ने क्रममा सानोतिनो मिस्टेक भयो भने डिस्प्लेमा ढर्को आउने, लाइनिङहरू देखिने समस्या हुन्छ। त्यसैले गर्दा यसलाई असाध्यै सावधानीका साथ निकाल्नुपर्ने हुन्छ। र डिस्प्ले हामीले निकालिसकेका छौँ। डिस्प्लेलाई यसरी राखौँ। बाँकी चिजहरू यो चाहिँ हामीले डिस्प्ले बस्नको लागि, डिस्प्लेलाई सपोर्ट गर्नको लागि लगाइएको फ्रेम हो। यो पनि खोलिसकेको छौँ। अब हामीले यहाँबाट यो सिटलाई, जसले लाइटको ब्यालेन्स गर्छ, चारैतिर लाइटलाई बराबर स्क्रिनमा जुन लाइट हुन्छ त्यसलाई बराबर देखाउने काम गर्छ यो सिटले। यो सिट यदि भाँचियो, फुट्यो भने पनि के हुन्छ, लाइटको ब्यालेन्स मिल्दैन। लाइटलाई ब्यालेन्स मिलाउने यो हो यो सिटको काम। यो चाहिँ कुनै पनि हिसाबले लाइट पछाडि नआओस् भन्नको लागि, लाइटलाई अगाडि पिक्चरलाई क्लियर बनाउनको लागि, जसले लाइटलाई रिफ्लेक्ट गर्छ, चारैतिर डिभाइड गर्ने काम गर्छ यो सिटले चाहिँ। हामीले के गरेको छौँ भने यो जुन भित्र लाइट बल्नु पर्ने थियो त्यो लाइट नबलेको हुनाले यो लाइटलाई हामीले यसरी सेटबाट पुरानो लाइटलाई यसरी निकाल्यौँ। यो खालको इलेक्ट्रोनिक्स लाइट हुन्छ। यो लाइटले गर्दा यो यदि बलेन भने यो खराब भएको खण्डमा टिभीको स्क्रिनमा चाहिँ कालो आउने, कुनै पनि पिक्चरहरू देख्न नसकिने टाइपको हुन्छ। अब हामीले यसको ठाउँमा नयाँ हाल्छौँ। हामीसँग नयाँ एभाइलेबल छ। अब म यो हाल्छु। त्यसपछि यसमा मैले सबै कम्पनीको सेटमा जस्तो आउँछ, यो जेन्युन पार्ट्स भनेको यसैलाई हो, ओरिजिनल पार्ट्सहरू हुन्छ। मैले यो सबै इलेक्ट्रोनिक्स लाइटलाई हालिसकेको छु। अब बालेर हेरौँ। हामीले यो जुन बिग्रेको इलेक्ट्रोनिक्स लाइट थियो
यो चेन्ज गरिसकेको छौँ है। यो चाहिँ पुरानो हो। अब नयाँ हालिसकेपछि हामीले एकचोटि यसलाई फेरि के गर्छौँ, इलेक्ट्रिकल सप्लाई दिएर यसको यो बल्ने नबल्ने के छ अवस्था यो हेर्छौँ। यो बलिसकेको छ। यो बलेको हुनाले अब यस्तो खालको यो व्हाइट पर्दा आइसक्यो। स्क्रिन राखेपछि मात्रै के हुन्छ, यसको ग्राफिक आउँछ। अब स्क्रिन पनि हामीले के गर्छौँ, राखिदिन्छौँ। यसलाई पहिला प्लग आउट गरौँ र स्क्रिन हालिदिन्छौँ। स्क्रिन हाल्ने क्रममा अलिकति सावधानी अप्नाउनु पर्ने हुन्छ, किनभने स्क्रिन अलिकति पनि मिस्टेक भयो भने यो स्क्रिन फुट्ने चान्सेस बढी हुन्छ। यो असाध्यै सेन्सिटिभ चिज हो। यो स्क्रिन हाल्दा एकदमै सावधानी अप्नाउनु पर्ने हुन्छ। यसले गर्दा स्क्रिनमा जस्तै पहिला नबिग्रिँदा केही समस्या थिएन, बिग्रेपछि ढर्को आउने हुनसक्छ, बिग्रिसकेपछि कुनै डटहरू देखिने हुनसक्छ। यो भनेको काम गर्दा हुने मिस्टेकले गर्दा हो। यदि त्यो मिस्टेक छैन भने पक्कै पनि कुनै पनि त्यस्तो दाग धब्बा धर्का केही पनि आउँदैन। त्यसले गर्दा यो सावधानी एकदमै जरुरी छ। चारैतिर स्क्रिन बराबर बस्यो कि बसेन त्यो कुरा हेर्नुपर्ने हुन्छ। यदि स्क्रिन बसेको छैन चारैतिर भने यो हामीले फ्रेम राख्ने क्रममा च्यापेर फुट्ने चान्स बढी हुन्छ। त्यसले गर्दा चारैवटा कुनामा एकदमै राम्रोसँग स्क्रिन राख्नुपर्ने हुन्छ। मैले यो कन्टिन्यू प्याक गर्ने क्रममा चाहिँ यसलाई बन्द गर्ने क्रममा, किनभने जुन हाम्रो इलेक्ट्रोनिक्स लाइट खराब थियो त्यो चेन्ज गरिसकेपछि यसलाई राम्रोसँग फेरि फिटिङ पनि गर्नुपर्ने हुन्छ। त्यसले गर्दा म फिटिङकै क्रममा छु। जुन हाम्रो कालो स्क्रिन आउने समस्या थियो, पिक्चर नदेख्ने समस्या थियो, त्यसलाई हामीले इलेक्ट्रोनिक्स लाइट चेन्ज गरेर यसलाई प्याक पनि गरिसकेको छौँ। हेरौँ लाइन दिएर अब यो सेटलाई अन गरेर हेरौँ। अन पनि भइसक्यो र देख्न सकिन्छ पिक्चर बनिसकेको छ। यसरी के हुन्छ भने पहिला जुन खालको साउन्ड मात्रै आउने अथवा भित्र साउन्ड बजेको फिल हुने, स्पिकरमा आफ्नो सिस्टमको साउन्ड बजेको फिल हुन्थ्यो, तर कुनै पनि डिस्प्लेमा स्क्रिनमा केही पनि ग्राफिकहरू देख्न सकिँदैन थियो। जुन चाहिने हामीले खराब भएको यो लाइट चेन्ज गऱ्यौँ। यो चेन्ज गरेपछि के भयो, टिभी फेरि नर्मल मोडमा, पहिला जुन कन्डिसनमा थियो, पहिला हामीले जुन किनेर ल्याउने अवस्थामा थियो त्यो कन्डिसनमा टिभी आइसक्यो। यसरी नै यदि प्रोफेसनलसँग रिपेयर गराउन चाहनुहुन्छ, प्रोफेसनल्ली रिपेयर गर्दा के फाइदा हुन्छ भने एउटा कुरो वारेन्टीको कुरा आउँछ। सामान्यतया धेरै थोरै खर्च गरिसकेपछि सामान्य वारेन्टी पनि चाहिने हुन्छ। त्यसले गर्दा अब हामीले वारेन्टी पनि दिन्छौँ भने तपाईँको पछि कुनै पनि समस्या आयो भने 1 वर्षसम्म वारेन्टी हुन्छ भने प्रोफेसनलसँग यदि रिपेयर गराउँछु, मलाई पनि यस्तै क्वालिटीको सर्भिस चाहियो भन्नुहुन्छ भने हामीले डिस्क्रिप्सनमा नम्बर राखिदिएको हुन्छौँ। नम्बरमा कल गरेर कुनै यस्तै खाले समस्या भयो भने सर्भिस लिन सक्नुहुन्छ। फाइनल्ली टिभी ओके भयो।